के हो भने सुपर सिड भनेको कुनै बेलामा आमा बिरामी भयो भने आमा रानी बिरामी भयो भने अब मैले काम गर्न सक्दिनँ होला भन्ने लाग्यो भने के जस्तै बिरामी हुँदैमा मर्छ भन्ने ग्यारेन्टी त हुँदैन नि हुन्छ बिरामी भएको मान्छे यति सबै मर्दैन नि उपचार गरेर सन्चो हुन्छ नि भन्दैनन् हो त्यस्तो बेलामा कहिलेकाहीँ रानी मौरीले आमा रानीले के गर्छ भने अब म बिरामी हुन्छु 1-2 महिना मैले सायद काम गर्न सक्दिनँ होला त्यस्तो बेलालाई उनीहरूले चाहिँ एउटा अर्को छोरी रानी बनाएको हुन्छ कि सुपर सिडर भन्ने हुन्छ त्यो चाकाको कमको बिचमा अथवा माथिपट्टि निकालेको हुन्छ र पछि त्यो रानी निस्किसकेपछि त्यो चाहिँ जम्मा 9 दिनमा निस्किन्छ भन्छन् है त्यो फेरि 16 दिनमा हो सामान्य रानी निस्किने तर त्यो 9 दिनमा निस्कन्छ भन्छन् है मैले यो चाहिँ भनेको कुरा सुने हो पढ्दाखेरि सुनेको कुरा हो मैले ठ्याक्कै 9 दिन गनेर बसेर भएको होइन त्यो होइन तर चाहिँ 9 दिनमा निस्कन्छ मिटिङमा गएर आए पछाडि अनि त्यसले पनि अन्डा पार्न सुरु गर्छ र पछि त्यो जब आमा सन्चो हुन्छन् सन्चो भएपछि फेरि तिनले पनि अन्डा पार्दा एउटै फ्रेममा नि कहिले कहिले 2टा रानी हिँडिरहेको र अन्डा पारिरहेको पनि हामीले देखिन सकिन्छ है त्यो चाहिँ एकदम अकेजनल्ली हो त्यो समय रेयर केस हो कि त्यो नत्र सामान्यतया एउटा मात्रै हुन्छ है रानी मौरी 16 दिनमा जन्मन्छ वर्कर मौरी 21 दिनमा जन्मन्छ र ड्रोन भाले मौरी 24 दिनमा जन्मन्छ है उनीहरूको चाहिँ 24 दिनमा जन्मेको हुन्छ र यिनीहरूको चाहिँ बाँच्ने अवधि भनेको क्विन चाहिँ लगभग 2 वर्षदेखि 5 वर्षसम्म बाँच्छ वर्कर मौरी चाहिँ 42 दिनदेखि 6 महिनासम्म उनीहरूको उडानको आधारमा जति धेरै काम गर्यो जति उड्यो उति उनीहरूको उमेर चाहिँ आयु चाहिँ कम हुन्छ जस्तै अब जाडोको बेला खासै उड्दैन नि त चरनमा जाँदैन भित्र बसिरहेको छ त्यो बेला उनीहरू अलिक धेरै बाँच्छ सामान्यतया 42 दिनभन्दा माथि र 6 महिनाभन्दा तल त्यति बाँचेको हुन्छ र ड्रोन चाहिँ भाले चाहिँ 55 देखि 60 सामान्यतया 55 देखि 60 दिन बाँच्छ भन्दैछ तर एक्ज्याक्टली 57 दिन बाँच्छ भनेर कहीँ पढ्दा मैले 57 दिन पनि भेटेको छु धेरै ठाउँमा होइन नत्र नर्मली 55 देखि 60 दिन चाहिँ ड्रोन बाँच्छ है